हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला। म एकदम सन्चै छु। आज चाहिँ म खेतमा मेला हिँडेको। बेसीतिर गाउँ गएर आएपछि यही हो। उकाली ओह्राली गर्दा गर्दै दिन जान्छ साथीहरू, के गर्नु, यस्तै छ। आज चाहिँ हाम्रो यता ठुलो बाबाहरूले धान उठाउने रे। सो अस्ति पानी आउँदा काट्नुभएको रहेछ। पानीमा मस्त भिज्यो। पानी आउनुभन्दा पहिले काट्नुभएको रहेछ। पानीमा भिज्यो अनि 2-3 दिन घाम लाग्यो नि त, हल्का हल्का। त्यहाँबाट फेरि त्यही भएर काट्नुभएको, के अरे उठाउने भन्नुभयो कि फेरि पानी आयो भने भिजिहाल्छ नि त। पानी आउने आउने भनिरहेछन्। हाम्रो त काटेको छैन अझैसम्म। त्यही भएर साथीहरू मेला हिँडेको। ल हेर्नु साथीहरू, म चाहिँ खेतमा आइसकेँ। कतिजनाले त धान अझै काट्नु भएको छैन नि त। यो हाम्रो अन्टीहरूको खेत हो, अझै काट्नु भएको छैन। उता पारी पारी पनि अझै उठाउन लाग्नु भएको रहेछ उहाँ माथि माथि। यता पनि कतिले काट्नु भएछ, कतिले यतिकै छ। बाटो यस्तो छ, के गर्नु। मटर बाटो त्यो पनि यस्तो छ। बजारतिर भएको भए त आम्बो अनि खेतको बिच बिच पनि पिच रोड हुन्थ्यो। गाउँघरमा त के गर्नु साथी। यस्तै हो, यस्तै हो। हाइवे त अझै विकसित हुन सकेको छैन। भित्रभित्र त कता हो कता होइन साथी। हेर्नुहोस् त यो धानको हालत। यस्तरी आलिआलीमा सुकाउनु भएको रहेछ। झन् हल्का हल्का भए नि सुकेछ होला सायद यति बेला चाहिँ। बट धेरै मान्छे छैन। 15-16 जना छौँ होला सायद मान्छे चाहिँ। यस्तै हो मान्छे। थाहा छैन कहिले काट्ने हो। तलको नि त सिँगै रहेछ, हर्रै रहेछ त अझै त। बाई बाई। अब चाहिँ काम सुरु गर्नुपर्छ ल। नास्ता खाने बेला भयो नि त साथीहरू, त्यही भएर सबै बस्नुपर्छ। तर घाम चाहिँ कति मधुरो मधुरो लागेछ क्या साथीहरू। बल्ल यहाँबाट तल भ्याइयो। अब चाहिँ छैन धेरै, 2वटा गरा मात्रै छ। नास्ता खाने बेला भयो साथीहरू। तर यता चाहिँ अझै काटे छैन। हेर्नु न, धान त्यसै छ। यो चाहिँ माथि अन्टीहरूको त्यसै छ धान। अब चाहिँ चिया खाने हो। तर मेरो कस्तो दाँत दुखेछ साथीहरू, एकदम गाह्रो भइरहेछ। तर नास्ता पनि चिया छ अरे, बिस्कुट छ अरे, के गरी खाने होला मैले। लास्टै दाँत दुखिरहेछ हो। हेलो, नास्ता खाने बेला भयो क्या साथीहरू। अलिकति हाम्रो त यत्रो लामो लामो छ हेर। यहाँ भात चाहिँ आज नङ भाइ थियो। कस्तो पिर भयो मलाई। नास्ता बिस्कुट, 1 गिलास चिया। योभन्दा त जाड भइदिएको भए त हुन्थ्यो नि होइन। 1 गिलास जाड खाएन रन फन्निँदै के गर्नु जिन्दगी। खाएको ल नङ यत्रो भएको थियो। तर बुढीवालाको नङ भ्याक्सिन लाग्यो यता कोखाबाट गयो। बानेर भ्याइयो साथीहरू। यति मात्रै बनाउँछु कि धेरै बनाउनु न। आया नमात्तिनु क्या। ए भगवान्, बोरा यत्रो बोकेर आउँदाखेरि त गानु गयो साथीहरू। बोरा बोक्दा यति माथि ल्याउनु पर्छ। जिन्दगी देखेर पनि बेकार लाग्छ। के गर्नु। हे भगवान्, 2 खेप लिएर पनि अझै 1 खेपमा त भ्याइन्न होला। ओके, नुहाउन जानेले सजिलो हुन्छ। गाह्रो छ, गाह्रो गाइस। यो साथीहरू खाना खाएर पनि अब चाहिँ घर हिँडेको। अझै 3वटा बोरा रहेछ। ठिक्क पुग्ने रहेछ नि। अङ्कलले एउले के अरे टाम्दाले 2टा लानु भयो कि होइन, त्यही भएर लास्टमा चाहिँ मलाई भारी पुगेन। म चाहिँ रित्तै हिँडेँ। बाई बाई। अब चाहिँ हामी घरै हिँडेको। सकियो धान बोकेर। उहाँ तल छ गाडी चाहिँ अझै आएको छैन। अहिले कति बेला आउने हो। हामी चाहिँ घरै हिँडेको।